हेलो एभ्रिवान, आइम ब्याक अगेन। आज फेरि म उदिरत आइल्यान्डको यो अल्बर्टिन कुन के बिच हो, यो बिचमा छु है। अनि माछा मार्नको लागि हेरौँ आज यो फिसिङ रडले कतिको माछा भेट्छ है त। म एकदम पर फाल्ने कोसिस गर्छु यसलाई। ओके ओके, रेडी, 1 2 3 go. Yes, not bad. No, came out here. Yes. यहाँ टक्क अडाइ राख्नुपर्छ अनि माछालाई तानी हुन्छ यस्तो साउन्ड आउँछ है। ओके, लेट्स वेट। यो चाहिँ मेरो दोस्रो फिसिङ रड। यो चाहिँ अलिकति तल साइडमा हान्छ, एउटा उ त्यहाँनिर छ भने थन्किरहेको छ हो, माछा परे जस्तो छ। अनि एउटा चाहिँ यता हान्छ, थोरै टाइट। ओके, रेडी, 1 2 3. Yes, not bad. यो रोड चाहिँ अलिकति, यो रिल चाहिँ अलिकति बिग्रेको छ। एकदम तान्न साह्रो हुन्छ है। सुरुमा चाल्ने बेलामा सुरु गर्नेलाई साह्रो छ, त्यसपछि तानिसकेपछि सररै आउँछ। यसको कारण चाहिँ के रहेछ भने हामीले फिसिङ गरेर फर्केपछि पानीमा भिजेको छ भने या बालुवाले टच गरेको छ भने चाहिँ घरमा आइसकेपछि सफा पानीले, फ्रेस पानीले एकचोटि पखाल्नु पर्दो रहेछ है, नत्र यस्तै जाम हुँदो रहेछ। यो चाहिँ मैले पहिलोपटक सिकेँ। अब यो पनि, यो चाहिँ सबैले सधैँ याद गर्नुपर्ने कुरा रहेछ, ताकि फिसिङ रडहरू चाहिँ बिग्रिँदैन। अब यसलाई रिपेयर गर्नुपर्छ, आफैले रिपेयर गर्नु चाहिँ गाह्रो हुँदो रहेछ। मैले खोलेको भित्र केही पनि बुझिनँ है, त्यस कारण अब एकचोटि मार्केटमा लानुपर्छ अनि मात्रै मैले रिपेयर गर्न पाउँछ। सो लेट्स वेट। ओके, यो चाहिँ मेरो तेस्रो फिसिङ रड हो। यसलाई चाहिँ यो दुईटाको बिचमा हान्छु है त। रेडी, 1 2 3 गो। ओ नो, यो त टाढै गएन त। यतै राख्नु पर्यो, यसलाई पनि बेल राख्नु पर्यो। यसको बेल छ यहाँ, फिसिङ बेल, यसको पनि बेल छ। अब यसलाई पनि राख्नु पर्यो। ओके, ल टोटल 3वटा चाहिँ फिक्स लङ समयसम्म पर्खेर हेर्ने हो। अनि अझै मसँग एउटा छ, त्यसलाई चाहिँ जिगिङ गर्ने भन्छ है। सर्ट नक्कली माछा फाल्ने अनि सर्ट तान्ने, फेरि उडाउने, फेरि तान्ने ट्राई गरौँ है त। लेट्स सी देयर इज समथिङ। Yes, there is something. Woo! It's normal, yeah, not really big. Yeah. Oh yeah, a little small. Helicopter. Oh my god. Yeah, Helicopter? Oh. Yeah. Oh. Oh my god. So Oh. what is the hook size you are using? This one is a small one. You need to dig, like this size, else only helicopter. Okay. Oh, this one is so dangerous. Oh, helicopter. Yeah. Oh, first That has big. big throne. Yeah. Ooh.
Now I have something to catch. Where is my catching items? Oh my god. अब चाहिँ म यो नक्कली माछा हाल्छु है त। यसले कतिको काम गर्दो रहेछ हेरौँ। परेकोमा चाहिँ उसले सबै चाराहरू खाइसकेछ। अब चाहिँ मैले नक्कली माछा हालेको छु ल। नक्कली माछामा कति पर्दो रहेछ हेरौँ है त। रेडी 1 2 3। ओ नो, जेल्यो क्या हो। ओके, यसमा त माछा भागिहाल्छ नि हो साथी हो, यस्तो नगरौ न हो। अब चाहिँ फेरि अर्को नक्कली माछा राखेर खेलाउने हो। यो चाहिँ मेरो नयाँ फिसिङ रड, हुन त सबै नयाँ नै हो। यो चाहिँ पहिलोपल्ट खेल्दैछु। अनि यो चाहिँ सानो छ, एकदम लचकदार छ है, लचकदार छ। राखी हेरौँ है त।